सम्पूर्णमा नमस्कार। म चाहिँ आज कीर्तिपुर हस्पिटल परिसरमा छु र यो हस्पिटल चाहिँ टियु गेटबाट 3 किलोमिटर जति भित्र रहेको छ। यसमा चाहिँ विशेषतः जलेको बिरामीहरूको उपचार गरिन्छ र यो हस्पिटलमा चाहिँ यसको लागि आफ्नै वार्ड पनि रहेको छ। अरू पनि सेवा यहाँबाट उपलब्ध हुन्छ तर पनि जलेको पेसेन्टहरूको लागि चाहिँ एकदम राम्रो सर्भिस हुन्छ। मेरो पनि यहाँ बिरामी हुनुभएकोले गर्दा चाहिँ म आएको थिएँ र समानुभूति नेपाल भन्ने संस्थाले बेलुकाको लागि गुरुवार एकजना बिरामीको लागि खानाको पनि निःशुल्क व्यवस्था गरिदिनु भएको रहेछ। यसको लागि उहाँहरूलाई धेरै धन्यवाद। र हुनु त कसैकोमा नि यस्तो बिरामी नपरोस्, तर परिहालेको खण्डमा पनि बर्नको चाहिँ यहाँ उपचार गर्न सक्नुहुनेछ। मलाई चाहिँ एकदम राम्रो लाग्यो है त यो हस्पिटल।